यो सृजनाटार गाउँ हो। यो गाउँका अधिकांश बासिन्दा कृषक भएका कारण यहाँ कृषि तथा पशुपालन सहकारी संस्था सृजनाटार सामाजिक उद्यमी महिला सहकारी सञ्चालित छ। म यसै कृषि सहकारीको प्रबन्धक मौसम लक्ष्मी हुँ। दूध उत्पादनमा कृषकको उच्च रुचि भएका कारण गाउँमा धेरै गाई तथा भैँसी पालनका फर्महरू खुलेका छन्। पशुपालन सम्बन्धी ज्ञान आदान प्रदान होस् भनेर हामीले मुख्य गरी पशुपालनमा लगानी गर्ने देशभरिका सहकारीहरूको एउटा साझा सञ्जाल बनाएका छौँ। यो साझा सञ्जाल मार्फत किसानले पशुपालनमा गरेका अभ्यास, सिकेका सिप र अनुभवहरू आदान प्रदान गर्छन्। आज हाम्रो सहकारीमा सप्तरी जिल्लामा गाई तथा भैँसी पालन गर्नुहुने हरित पुकार यादव र मनाङमा चौरी गाई पालन गर्नुहुने एङ्जी शेर्पा आउनु भएको छ। हाम्रो गाउँमा पशुपालन विज्ञको रूपमा किसानलाई सहयोग गर्नुहुने डाक्टर पृथ्वीराज थापा र हाम्रै गाउँका कृषक प्रकृति माझी उहाँहरूसँग छलफल गरिरहनु भएको छ। प्रकृतिजी, यो पहाडमा यस्तो राम्रो गाई भैँसी पालन देख्दा दिल बहुत खुस भयो। तर हाम्रो मधेसमा जस्तो घाँसपात पाउन त्यहाँ मुस्किल होला। तपाईहरूले कसरी मिलाउनु भएको छ? हेर्नुस् हरित पुकार दाई, जहाँ इच्छा त्यही उपाय। हामीले बारीका कान्ला तथा खरबारीमा प्रशस्त डाले घाँस रोपेका छौँ। यसो गर्दा वस्तुभावलाई घाँस पनि भयो, जलवायु परिवर्तन नियन्त्रण गर्न सहयोग पनि पुग्यो। तपाईले जलवायु परिवर्तनको कुरा गर्दा त 1 महिना अगाडि हाम्रो गाउँपालिकाले हामी किसानलाई जलवायु परिवर्तनसँग जुझ्न अनुकूल र अन्तर्घुलनबारे तालिम दिएको झट्ट सम्झिए पो। अहिले मुस्ताङमा पनि जलवायुको उल्कै परिवर्तन आएको छ। हिउँ पर्ने ठाउँमा मुसलधारे पानी पर्न थालेको छ। हिमालहरू नाङ्गा देखिन थालेका छन्। असाध्यै गाह्रो समय आयो। ठिक भन्नुभयो। अहिले जलवायु परिवर्तनले संसारभर कम पानी पर्ने, खडेरी पर्ने, पानीका मुहानहरू सुक्ने, अति धेरै पानी पर्दा बाढी पहिरो जाने, गर्मी बढ्ने जस्ता समस्या बढेको छ। झन् हामी जस्ता किसानलाई बडो मुस्किल भएको छ। जीवाश्म इन्धन, फोसिल फ्युल अर्थात् पेट्रोल डिजेलको अत्यधिक प्रयोग, रेफ्रिजरेटर, एसी जस्ता चिसो पार्ने उपकरणहरूको प्रयोग, वनफडानी जस्ता कारणले जलवायु परिवर्तन तीव्र भएको हो। तालिम दिने सरले त गाई भैँसी पाल्दा पनि मिथेन भन्ने ग्यासका कारण जलवायुमा असर पर्छ भन्नुभएको थियो। हाइट, के कुरा गर्नुभएको याङजी नानी? कहीँ गौमाता पाल्दा पनि नराम्रो हुन्छ त? हरित पुकार दाई, याङजी म्याडमले भन्नुभएको कुरा 100% साँचो हो। हो र डाक्टर साहब? हो दाई, गाई भैँसीले आफूले खाएको खाना पचाउन उग्राउने गर्छन्। यसरी उग्राउँदा उनीहरूले मिथेन भन्ने ग्यास वातावरणमा छाड्छन्। यो ग्यासले हाम्रो वायुमण्डललाई असर पार्छ, जसले जलवायु परिवर्तनलाई तीव्रता दिन्छ। त्यसैले हामी जस्ता गाई भैँसी लगायत अन्य पशुपालक किसानहरूले आफ्ना पशुहरूलाई TMR अर्थात् सम्पूर्ण मिश्रित आहार खुवाउनुपर्छ। सम्पूर्ण मिश्रित आहार भनेको चाहिँ के हो नि डाक्टर साहब? पूर्ण मिश्रित आहार भनेको गाई भैँसीलाई आवश्यक शक्ति, कार्बोहाइड्रेट, फ्याट, प्रोटिन, भिटामिन र खनिज, लवण लगायतका सम्पूर्ण पोषक तत्त्व एकै पटक प्रदान गर्ने आहार प्रणाली हो। यसमा घाँसपात, अन्न लगायतका खाद्यान्न मिसाएर एकै पटक दिइन्छ। गाई वस्तुलाई पराल दिँदा पराल मात्रै, हरियो घाँस दिँदा हरियो घाँस मात्रै, कुँडो दिँदा कुँडो मात्रै दिने हाम्रो चलन छ। त्यति मात्र होइन, हामीहरू पराल, ढोड र छुवाली मसिनो गरी नकाटी सिङ्गासिङ्गै दिने गर्छौँ। यसो गर्नु हुँदैन। सबै खानेकुरालाई मसिनो गरी काटेर एकै ठाउँमा मोलेर दिँदा दुध दिने वस्तुले दुध बढी दिन्छ, पाचन प्रक्रिया राम्रो हुन्छ र रोग लाग्न कमी हुन्छ। आहारा पनि छिट्टै र सजिलै पच्ने तथा पेटभित्र मिथेन ग्यास पनि कम मात्रामा बन्ने र उग्राउँदा पनि कमै मात्रामा मात्र वातावरणमा मिथेन उत्सर्जन गर्दछ र जलवायु परिवर्तन न्यूनीकरण गर्न सहयोग पनि पुग्छ। अरे बाफ रे, डाक्टर साहबले कस्तो महत्त्वपूर्ण कुरा गर्नुभयो। यो कुरा त म गाउँका हरेक किसानलाई सुनाउँछु र डाक्टर साहबले भने जस्तै गर्न लाउँछु। त्यति मात्र होइन हरित पुकार दाई, हामी किसानहरूले घर घरमा बायोग्यास अर्थात् गोबर ग्यास राख्नु पर्यो, जसले दाउराको आवश्यकता पर्दैन र वनजङ्गलको फडानी रोकिन्छ। त्यसै गरी सिँचाइ गर्दा पनि सौर्य ऊर्जा मार्फत पानी तानेर गर्ने, बिजुलीबाट चल्ने इलेक्ट्रिक सवारी साधन चलाउन जोड दिने र वनजङ्गल तथा आफ्ना निजी खेतबारीमा पनि रुख बिरुवा रोप्ने गर्नुपर्छ। अनुसन्धानले देखाए बमोजिम एउटा वयस्क डाले घाँसको बिरुवाले 1 वर्षमा करिब 21 केजी कार्बन डाइअक्साइड वायुमण्डलबाट सोसेर लिई आफूमा सञ्चय गरिराख्छ।
यस प्रकार 50 वर्षसम्म बाँच्ने एउटा राम्रो बडहर वा काभ्रो जातको बिरुवाले आफ्नो जीवनकालभरिमा करिब 1 टन बराबरको कार्बन डाइअक्साइड ग्यासलाई सोसेर लिई वायुमण्डललाई स्वच्छ राख्न र हरितगृह ग्यासको उत्सर्जनलाई कम गर्न मद्दत गर्दछ। डाले घाँसका बिरुवाहरूले जनावरहरूलाई आवश्यक पर्ने घाँसपातहरूका साथै गाउँघरमा आवश्यक पर्ने दाउरा लगायत सामान्य फर्निचर्स र काठको समेत आपूर्ति गर्नमा मद्दत गर्दछन्। आज डाक्टर साहबसँग बसेर छलफल गर्दा असाध्यै काम लाग्ने कुराहरू थाहा पाइयो। आज बेलुका पनि हामी बसेर यसरी नै छलफल गरौँ न। खाना पाक्यो भनेर मेरो मोबाइलमा मेसेज पो आयो है। सबैजना खाना खान जाउँ। तपाईहरूले छलफल सुनिहाल्नुभयो। यो छलफल तपाईहरूका लागि पनि पक्कै लाभदायक भयो होला। अबदेखि जलवायु परिवर्तन न्यूनीकरणका लागि तपाईले पनि आफ्नो क्षेत्रबाट पहल गर्नुहोला। अर्कोतर्फ जलवायु परिवर्तनको प्रभावका कारण पशुहरूलाई पर्ने नकारात्मक असरबारे पनि हामी सचेत बन्नुपर्छ। खास गरी गर्मीको प्रभाव कम गर्ने खालका गोठ खोरहरू निर्माण गर्ने, अत्याधिक वर्षाले पनि पशुलाई असर नगरोस् भनेर सचेत रहने, खडेरी तथा डुबानमा पनि राम्रो उब्जनी दिने जातका घाँसहरू लगाउने, सुक्खा मौसममा पशुलाई पानीको अभाव नहोस् भनेर वर्षायामको पानी सङ्कलन गर्ने र जलवायु परिवर्तनले बढ्दै गएको तापक्रमको कारणले पशुहरूमा विभिन्न नयाँ रोगहरू देखा पर्ने भएकाले यस्ता रोगहरूको रोकथाम तथा नियन्त्रणमा विशेष ध्यान दिने जस्ता कार्यहरू गर्नुपर्छ। मुख्य कुरा त पूर्ण मिश्रित आहार आफ्नो गाई भैँसीलाई खुवाउन नभुल्नुहोला है। हवस् त, नमस्कार।